एकताबद्ध गरेर लैजान पनि आवश्यक छ। त्यसका लागि अहिलेको प्रदेश सभाभित्र मै हुँ भन्ने मेरो अनि संसदीय दलकोमा अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि के अरे सहकर्मी दल नेकपाका नेतासँग इन्चार्ज ज्यूले त छलफलै गरिसक्नु हो त। तपाईँलाई यो कुरो थाहा छ? त्यो चालबाज हल्ला हल्ला त सुनेको छु तर मलाई यो धारा 168 को 5 अनुसार तपाईँ बोल्नुभएको अब यो अनुसार चाहिँ तपाईँ अब नेकपा एमालेको संसद दलको नेता भएर मात्रै भएको होइन, म संसद दलको नेता पनि हो र मैले प्रदेश सभामा मभन्दा बाहेक थप 46 जना मान्नेहरू, सुरुको अवस्थामा 53 जना थियौँ, अहिले 65 जना भएर 65 के 69 जना भएर विश्वासको मत दिएर म सरकार बनाएको। त्यसले गर्दाखेरि यो धारा 168 को उपधारा 5 को सरकार हो। 5 को सरकार आफ्नै ढङ्गले अगाडि बढिरहेको छ। भनेपछि तपाईँले छोड्नु पर्यो भने विघटन यो त्यस्तो भनेर मैले होइन भनेको 5 पछि त मुख्यमन्त्रीज्यू जस्तो आजको बैठकमा चाहिँ 5 पछि 6 7 पनि आउला नि त धारा। मुख्यमन्त्रीज्यू आजको बैठकमा चाहिँ जस्तो इन्चार्ज कमरेडले मार्ग प्रशस्त गर्नुहोस् भनेर यहाँ चाहिँ उच्चारण गर्नुभयो कि भएन? त्यस्तो केही पनि कुरा आएन। पार्टी एकताबद्ध बनेर जाउँ भन्नु हो उहाँले। यसलाई एकताबद्ध बनाऊ, दल एकताबद्ध रहोस्। तपाईँहरूले यो अहिले परेको गाँठोलाई एकताबद्ध गरेर खुवाउनुपर्छ, यो तपाईँहरूको जिम्मा हो भन्नुभयो मलाई, हामीलाई। यो बाहिर चर्चामा आए जस्तै अब तपाईँले पनि अलिकति सङ्केत गर्नुभयो एउटा चाहिँ विकल्प भनेर तपाईँको विकल्प भनेर प्रस्तुत गरिरहेको छ, त्योभन्दा फरक विकल्प चाहिँ हुनसक्छ भन्ने तपाईँको? मेरो संसद दलमा हामी 40 जना छौँ, 40 जना हामी विकल्प हौँ। जो प्रस्तुत गरिरहेको छ उहाँ चाहिँ होइन? 40 भित्रमा पनि पर्नुहुन्छ, 40 जना हामी विकल्प हौँ। विकल्प मध्येको एक विकल्पको छनौट हुन्छ। मैले त्यस्तो गरेको छैन। मैले यो भनेर भनेको छैन। मैले त यो भन्ने भएको मुख्यमन्त्री हुँ भइरहन्छु भनेर कसरी भन्नु?